हेलो एभ्रिवान, सुरुमा हामी हेर्नु यहाँ छत्रजी पानीपुरी खाँदै हुनुहुन्छ अनि हामी पहिला यो क्यामेराम्यान नवीनजी हुनुहुन्छ उहाँलाई खुवाएर अनि उहाँले चाहिँ भिडियो खिचिदिनु नि हो। खाएर हिँड्न लाग्छु त्यही भएर नि। कहाँ हिँड्नु लाग्नु भयो? हजुर कहाँ? म त सिलिपिङ पानीपुरी आज बनाउने उहाँ सङ्गीजी हुनुहुन्छ, उहाँ हिँड्नुभयो। अब क्यामेराम्यानलाई खुवायौँ साथीहरू हामी सबैजनालाई धेरै धेरै धन्यवाद छ। अनि आज आन्टी आउनु भएको छ हाम्रा कोठा धेरै पछि, हेर्नु यस्तै राम्रो हुनुहुन्छ। आन्टी हुनुहुन्छ तर अहिलेसम्म अङ्कल हुनुहुन्न गाइज, त्यही छ समस्या। भलकको तल सम्पर्क गर्न भलकको तल हाम्रो आन्टीको लागि वाट्सएप नम्बर पठाउनु। ल अब हामी खान्छौँ। अनि उहाँले बनाउनु भयो आज ऊ कस्तो छ आन्टी होइन, मुखबाट पानी आयो मेरो त। अकल सर तपाईको नम्बर सायद भने पनि हुने थिएन। ए भन्नु भन कति, मलाई त आन्टीको नम्बर याद छैन यार। लास्ट 69 चाहिँ अरु बाँकी छोडेको मलाई सम्पर्क गर्नु होला, मेरो फेसबुकमा कन्ट्याक्ट गर्नु होला। अझ सुरु भयो कि खाना? ल यहाँ सालीले बनाउने भेनाले खाने यस्तै छ समस्या। बाबु तपाईँ त्यस्तो अग्लोमा किन बस्नु भएको र? बस्नु यहाँ भइमा बस्नु त्यो फाल्टो साइड सँगै हाल न। अनि आज ऊ खाँदै भेना सालीको दोहोरी पनि पर्ने वाला छ यहाँ। किन अन्डल जान हामीमा दोरी गाउनु अनि भने सोही खाइछ यार अन्त यार के भने खाना खाना हैन बाह्र वाला नाक कति खाएको हौ गाउँ गाउँ सुरु भन्ला साथी हामी खाँदैछ अब कम्पिटिसन सालीले खाएको कस्तो लाग्छ त बाबु? सालीले आफै गर्ने हो को गर्दिने अब सायद घरिनाले हात दिनु पर्ने हो। घरिना आफै गरी खान लागि नि अगाडि मैले खाएँ यसो खाने हो। यो पनि यसो भन्ने आफूले। ए माइ गॉड। ल म पनि खान लाग्छु है। के भन्नुहुन्छ त बाबु? के भन्नु केही नभन्नु। बजारको भन्दा मिठो हुन्छ नि है। चटपटे बनाउन चाहिँ जानिहाल्छ नि यो सँगै चटपट हैन तर पानी पिएको पानी फेरि होइन सब जान्छ। राम्रो पऱ्यो त। उही मसला कति धेरै हाल्नु भयो पानीपुरी भित्र बन्न किन? बाबु? उही हाल सँगै यो हाल न त्यो रस हाल त। अहिले पनि रस हाल्नु रस हाल खुवाइदिनु नि एउटा के हो ना भिनाजु आफ्नो अघि आन्टी सिस्टम छ नि। नब्बे अगाडि खाइकिन अगा पनि नआयो हेर्ने थियो पानी आइगयो होला मुखबाट है कहिले नआउनु आयो नि। एउटा दिनु न मलाई, मैले खास खाएको छैन कि तीनटा खाएँ। ल आगा साका लगाएर चाहिँ मत हुन्छ। मलाई सानो दिनु खुर्सानी मात्रै हालिदिनु। यसले काटेको ठुल्ठुलो खुर्सानी आलु हाल्नु खुर्सानी मात्रै हाल्नु नि मन पिरो हुँदैन के। भइगयो दिउँ त एउटा दे त उसरी धेरै खानु न पेट्रोल हुन्छ। के भन्दै खुसबु हुन्छ। ए मसला धेरै बस्ने भयो खाऊ है गाउँमा। ल खाने नै माइ गड हात काम त छ नि क्या हो त बिस्तार हाल्नुहुन्छ त। जग्गा जग्गा अलि धेरै हाल्नु पर्यो के मसला। खान्न पाएन खाना कुपकुप खान उठेर त हजुर खै लुगाके खाने हो आफ्नो भागमा क्या मजा टेस्टी छ आन्टी। को बनायो भन्नु झोल म है म झोल बनाउने। खुर्सानी यत्रो काटेको अलि मसला काटेको क्या मस्त हुन्छ। यतिको पिरो नखायो भने त के मजा आयो त पानीपुरी खायो भने त। खासै त्यो बनाउन त आउँदैन रहेछ सँगै हजुर खाइसकेपछि पिठो भएको छ नि
त्यो बनाउन आउँदैन रहेछ। यो बोल्दैनको भाषाबाट यहाँको बढी भयो हिउँदो बढी भयो दे खाने बेला मच्छी बढी भयो पेटभरि ठुस्या हस्कायो भन्ने हुस्कायो जहिले मिठो नै भन्ने के भए माइस्यो हौ तँले उठाउन नि तिमीलाई याद दिनु लैजाऊ झुम्नलाई मलाई लैजाऊ घुम्न माथि उकै थियो टोलाहरू हजुर हजुर सरला र सँगै जोड्नु पर्छ हवस् man तँलाई कोसँग मिल्या नदिनेसँग मार्छ नभएन मेरो तुलना गर्न कि सँगै र सरलाको उयो छ कि मलाई सर लाउने केटी हुन् क्या कतै हान्ने नि त्यो कस्तो गाई छ डोरी पाउरो त्यो उस्केको काजल दिनु दिन खुस्केको कस्तो डोरी हुने अकसरले फुरा गाउने हाल्नु चाहिँ हामी त मिठो छ भाइ मैले अघि खाएको खुवाइदेऊ न एउटा भिना साँच्चै खाऊ न आफूलाई खाइदो अब भिना सालीको माया हुनु कति के खाइरहने के भन्ने ल म खुवाइदिन्छु खाएँ म हाम्रो ल नहीं खाएन लौ के नहीं दुख्न आयो अघि निकै लौ हेर यस्तै मैले खुवाइदा मलाई नखाउने है यस्तो साली हुन तँले खुवाउनु फिन्टो हिँड्दा त हिँड्दा फिन्टो त्यो भने यहाँ एउटा उखा दिनु ल दुईजना एकाअर्कालाई खाउँ त खै अलि चेस ल फिन्टो त बाबु दुईजना सँगै यता मेरो लाग्यो मलाई हेर्नु लगाइछेर्नुहोस् यिनीहरूले पानी पनि खाएर सक्यो मलाई हेराएर के भन्नु जानुहुन्छ पानी पनि खाने मान्छेहरू दुई शब्द जाओस् धेरै राम्रो मिठो बनाउनु बनाएको छ छोरीले होइन पहिलोचोटि खाएको मैले एकदम मिठो छ बेस्ट छ काजल भाउजूको हातमा त धेरै खाएँ तर सँगै हातबाट खाइदिनँ आज खुवाएँ त्यही पनि आज मलाई यता खुवाइदिन् धेरै मलाई एकदम खुसी लाग्यो रातमा निन्दा पर्दैन होला रातमा निन्दा पर्दैन आज निन्दा त आइहाल्छ छोरीहरू सम्झना राति सपना पनि आउँछ होला लगाइस सपना देखाउनु खाइ राति खुवाया के भन्नु छैन आउला जम्थ्यो होला हाम्रो भरे कस्तो लागेको समय मात्रै हो अनि अङ्कल चाहिएको कुरा चाहिँ साँच्चै हो है साथीहरू हो चाहियो भने कमेन्ट गर्नु होला रिप्लाई पक्का आउनेछ अहिलेसम्म अभिभावकले